नमस्कार साथीहरू। आज म पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाँदैछु। मोबाइल चार्ज छ, मोड राम्रो छ र आज पहिलो पटक भ्लग बनाउँदैछु। अहिले बिहानको समय छ, वरिपरि हल्का कुहिरो पनि छ। अब म मन्दिरतिर लाग्दैछु। यहाँ भिड धेरै छ, तर वातावरण एकदमै शान्त र पवित्र लागेको छ। यो मेरो लागि विशेष क्षण हो। अहिले मन्दिरभित्र पसेको छु। धूपको वासना अनि मन्त्रहरूको गुन्ज यहाँको वातावरणलाई पवित्र बनाउँछ। शिवलिङ्गको दर्शन गर्दैछु। मैले केही भिडियो खिच्दै थिएँ, तर एकाएक एकजना गार्ड आए। उहाँले मलाई भन्नुभयो कि मन्दिरभित्र भिडियो खिच्न पाइँदैन, मोबाइल खोज्नुभयो। त्यसपछि म केही बेर स्तब्ध भएँ। मोबाइल गुमेकोमा अलिक दुखी पनि भएँ, तर सोचेँ दर्शन त भयो। अहिले म बागमती नदी किनारमा बसेको छु। मसँग अब मोबाइल छैन, तर मनमा एउटा गहिरो शान्ति छ। साँचो अर्थमा दर्शन यही रहेछ भन्ने महसुस भयो। आजको भ्लग यतिमै। धन्यवाद। फेरि भेटौँला अर्को यात्रामा।